कार्यक्रममा भेला भएका होइनौँ। हामी इतिहास लेख्न भेला भएका हौँ। इतिहास लेख्न र इतिहास लेख्न यहाँ प्रमोद कुमार महतोजी मसँगै हुनुहुन्छ। इतिहास लेख्ने छ उहाँको साथमा। एउटा यस्तो असल उम्मेदवारको लागि म यहाँ खडा हुन आएको छु। यसपल्टको संघीय संसदमा तपाईँले तपाईँका मुद्दाहरू यसपटक एकैछिन है म 2 मिनट मात्र बोल्छु, धेरै बोल्दिनँ। किनभने अब बोल्ने भन्दा गर्ने दिन आउनु लागि छ। म दिनु लागि छ। अब काम गर्ने दिन आउँदैछ साथीहरू। काम गर्ने, जनताको लागि काम गर्ने। अब जनताको सरकार आउँदैछ। जनताको सरकारका लागि तपाईँहरू तयार हो कि यति कुरा बताउनु होला। यहाँ मान्छेले के भनिरहेका छन् भने भोट चाहिँ माग्नु पर्यो। समानुपातिक छुट्टै प्रत्यक्ष छुट्टै भनिरहेको छ। त्यस्तो गर्न हुँदैन। यो पटक इतिहास लेख्ने हो भने आदि भ्रष्टाचार बाँकी राख्ने हो र होइन भने भोट किन आदि भोट पनि पुरै। रासोपाले स्पष्ट बनेको छ। रासोपाले आफ्नो सरकार बनाएपछि सबैभन्दा बढी निर्मम भ्रष्टाचारका विषयमा आउँछ। देशको भ्रष्टाचारको ज्वरो उखेल्नका लागि हामीलाई काम गर्नुपर्छ। बेरोजगारीले गाँसेको निर्माण व्यवसायमा निर्माण विकास निर्माण क्रियाशील भएको कर्म